भगवान बाबाका दिव्य चरण कमलमा सबक्ति गुरु वन्दना तथा उपस्थित हुनुभएको सम्पूर्ण साईरामहरूमा मेरो हार्दिक साईराम। आज यस वक्तृत्व कला प्रतियोगितामा मलाई मिठो बोली शीर्षकमा बोल्ने अवसर प्राप्त भएको छ। स्वामी भन्नुहुन्छ, हृदयमा द्वेष भाव नराखी नम्रतापूर्वक बोल, मिठोसँग बोल, सबैमा बास गर्ने साईसँग बोल्दैछु भन्ने सम्झेर बोल। हामीले हाम्रो दैनिक जीवनमा गर्ने कार्यहरू 3 तरिकाले सम्पादन गरिन्छ र ती हुन् मनसा, वाचा र कर्मणा। मनसा अर्थात् मन, वाचा अर्थात् वचन र कर्मणा अर्थात् कामबाट कार्य हो। हामीले आफ्नो वाचा वचनलाई मिठो र कर्णप्रिय बनाउनु पर्दछ। मिठो बोलीमा नै ईश्वरको वास हुन्छ। हाम्रो बोलीले नै हाम्रो पारिवारिक पृष्ठभूमि र व्यक्तित्व झल्किन्छ। त्यसैले हाम्रो बोलीलाई मिठो बनाउने अत्यन्त आवश्यक छ। मिठो बोली व्यक्तिहरूको सर्वश्रेष्ठ साथी हो। मिठो बोली बोल्नको लागि हृदयको शुद्धिकरण अत्यन्त आवश्यक छ। पवित्र हृदयको गहिराईबाट मात्र मिठो बोली आउँछ। मिठो बोलीले मानिसहरूलाई आशा र आनन्द दिन्छ, कमजोरलाई शक्ति र बल दिन्छ र मिठो बोलीले नै सबैलाई सुख दिन्छ। जसरी हामीले कोइलीको मिठो आवाज र सङ्गीतको मिठो धुन मन पर्छ, त्यसै गरी हामीले आफ्नो बोलीलाई मिठो बनाउन सक्यौँ भने हामीले हजारौं मानिसलाई आफूप्रति आकर्षित पार्न र आफूप्रति मोह ल्याउन सक्छौँ। हाम्रो शास्त्रमा नि भनिएको छ, सत्यम ब्रूयात् प्रियम ब्रूयात् न ब्रूयात् सत्यम अप्रियम, अर्थात् सत्य बोल, प्रिय बोल, अप्रिय सत्य छ भने पनि नबोल। स्वामीले जिब्रोबाट हुने यी 4 पापबाट सचेत बन्न भन्नुहुन्छ र ती हुन् झुटो बोल्नु, अरूको निन्दा गर्नु, पछाडि अरूको निन्दा चर्चा गर्नु र अनावश्यक धेरै बोल्नु। हामीले सधैँ सत्य बोल्नु पर्दछ। मानवीय मूल्य सत्य, धर्म, शान्ति, प्रेम, अहिंसामा नि पहिला अंश सत्य। हामीले सत्य बोल्न सक्यौँ भने हामीले अरू मानवीय मूल्यलाई स्वयं पूर्ण अवलम्बन गर्न सक्छौँ। मिठो बोलीले नै सबैलाई सुख दिन्छ। हामीले एउटा झुट लुकाउनलाई हजारौं सयौं झुट बोल्ने भएकाले हामीले सधैँ सत्य बोल्यो भने हामीलाई सुख मिल्छ। हाम्रो आध्यात्मिक डायरीमा नि भनिएको छ, सत्य बोले भनेर। हामीले त्यसमा सत्य बोलेर हामीले ओम लगाउने प्रयास गर्नु पर्दछ। हामीले अरूको निन्दा गर्नु हुँदैन। निन्दा गरे भने हिंसा हुन्छ, हिंसा भयो भने अशान्ति फैलिन्छ, अशान्ति फैल्यो भने द्वन्द्व हुन्छ। त्यसैले हामीले अरूको निन्दा गरेनौँ भने आफै समाजमा शान्ति फैलिन्छ। र यसको सम्बन्धी पनि हाम्रो आध्यात्मिक डायरीमा भनिएको छ, अरूको निन्दा त गरिन। हामीले अरूको निन्दा गर्नु हुँदैन र हामीले त्यसमा निन्दा नगरेर इन्टु लाउने प्रयास गर्नु पर्दछ। हामीले अरूको यस्तो गर्यो उस्तो गर्यो भनेर अरूको निन्दा चर्चा पनि गर्नु हुँदैन। हामीले अनावश्यक धेरै बोल्नु हुँदैन। हामीले चाहिए बमोजिम मात्र बोल्नु पर्दछ। भगवानले हामीलाई 2वटा कान दिनुभएको छ र एउटा मुख र जिब्रो दिनुभएको छ। कान खुला गरिदिनु भएको छ, जसबाट हामीले विभिन्न आध्यात्मिक ज्ञान तथा लाभका कुराहरू सिक्छौँ भने मुख र जिब्रो एउटा छ, जसमा नि जिब्रोको अगाडि ओठ र दाँतको 2वटा पर्दा लगाउनु भएको छ, जुन पर्दा हामीले आवश्यकता अनुसार मात्र खोल्नु पर्दछ। हामीले सही शब्द संयमित भएर मात्र बोल्नु पर्दछ र हामीले बोल्नुभन्दा अगाडि सधैँ सोच्नु पर्दछ। हामीले भगवानले भन्नुभएको यी 4 पापबाट बच्न सक्यौँ भने हामीले सायद पनि स्वामीले खोज्नु भएको जस्तै मार्गमा हिँड्न सक्छौँ र नैतिकवान चरित्रवान बन्न सक्छौँ। भनिन्छ जिब्रोमा सरस्वतीको वास हुन्छ। त्यसैले सही शब्द सही समयमा मात्र बोल।
हामीले बाल विकास नानी मूल्य गीत मार्फत सिक्दछौँ। नम्र बनौ नम्रता अङ्गालो, नम्रताले शान्ति दिन्छ, नम्र भई बाँचौँ। जुन हामीले पालन गर्न सक्यौँ भने हामीले सायद पनि स्वामीले बनाउनु भएको मार्गमा हिँड्न सक्छौँ र नैतिकवान चरित्रवान बन्न सक्छौँ। सन्त कबीरदासले आफ्नो अमृत वाणीमा भन्नुभएको छ, वचन संभाल कर बोलिए वचन का हाथ न पाऊं, वचन संभाल कर बोलिए वचन का हाथ न पाऊं, एक वचन औषधि करे एक करेगा घाउ, एक वचन औषधि करे एक करेगा घाउ। यति भन्दै मेरो शब्दहरू स्वामीको चरणमा अर्पण गर्दै बिदा हुन चाहन्छु। जय साईराम।